सबैजनालाई दर्शन नमस्कार। यो चाहिँ देख्न सक्नुहुन्छ हजुरले यो कहिले जापानको फुरानोमा रहेको एक पर्यटकीय स्थल मध्येको एक रमणीय ठाउँ जहाँ केबुल कार यसरी सरर चलेर यसरी घुमेर चाहिँ एउटा सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। यो खेतमा एउटा कृषि गर्ने ठाउँको बिचमा यस्तो खालको रमणीय स्थानहरू जस्तै रहेका पहाडहरूलाई पर्यटकीय स्थल बनाएर यसरी चाहिँ एउटा आम्दानीको स्रोत बनाएका छन्। यहाँ देख्न सक्नुहुन्छ कति रमणीय ठाउँ छ फुरानोमा रहेको। यो फुल फुल्ने बेलामा विदेशीहरू एकदमै धेरै आउने र घुम्ने ठाउँ पनि हो। यहाँ चाहिँ तपाईको अहिले फुलहरू यस्तो खालको छ। यो देखिने निलो यो पर्पल कलर चाहिँ यो चाहिँ अहिले लाभेन्डर भन्ने यो फुल यस्तो खालको छ है साथीहरु।